Hello everyone, welcome to my new video. I hope you are doing great and examको लागि नि मजाले प्रिपरेसन भइरहेछ होला है। आजको भिडियोमा चाहिँ मैले नेपाली सब्जेक्टको वर्ड मिनिङ द्याट इज शब्द अर्थको अडियो फर्मेट भन्न खोजेको हैन। म्याथ साइन्स सामाजिक जस्तो सब्जेक्टहरू पढ्दै प्र्याक्टिस गर्दै गर्दा चाहिँ 2 मार्क्सको शब्द अर्थलाई के त्यत्रो मिहिनेत गर्नु भन्ने धेरैको सोच रहेछ हैन। तर त्यस्तो चाहिँ हैन। 2 मार्क्सले कहिलेकाहीँ ए प्लस छुटेको हुनसक्छ कसैको भने कसैलाई 2 मार्क्सले एउटा बढी नै असर परेको हुन सक्ने हुन्छ हैन। त्यही भएर 2-4 पटक यो भिडियो हेर्ने अनि शब्द अर्थ त सम्झिहालिन्छ हैन। हुने फुर्सद छैन भने नि सुन्दा पनि भयो है। अडियो फर्मेट जस्तो हो, त्यस्तो सुनेर पनि गर्न सक्यो। ल अब चाहिँ सुरु गरौँ ल है। ल पाठ 1 मा चाहिँ हाम्रो उज्यालो यात्रा भन्ने छ। त्यहाँको शब्द अर्थ हेरौँ पहिला है। सो फर्स्टमा चाहिँ नन्दन भनेको स्वर्गको बगैँचा है। संकल्प कुनै काम इच्छा आदि पूरा गर्ने अठोट अथवा दृढ निश्चय। द्वेष भनेको डाह अथवा शत्रुता। सौरभ भनेको सुगन्ध सुवास वा वासना। रागिनी भनेको सङ्गीत शास्त्र अनुसार स्वर र गायन प्रक्रियाद्वारा सुन्दर र आकर्षक भनेको विशेष संयोजन। त्यसपछि मनोहर मनलाई लोभ्याउने खालको अथवा आकर्षक है। मस्तक माग अथवा शिर। उद्धत भनेको तयार भएको अथवा तत्पर र उदात्त भनेको महान उदार। पौरख भनेको कमाई अथवा आर्जन। पाठ 1 चाहिँ सक्यो। त्यसपछि चाहिँ पाठ 2 भनेको हाम्रो घर झगडा भन्ने पाठ हो हैन। यसको शब्द अर्थमा चाहिँ पहिलो शब्द भनेको आसमान धेरै माथिको ठाउँ अथवा आकाश है। समन भनेको शान्त पार्ने काम अथवा शान्ति। नादानी भनेको हिम्मत नभएको हैन। तिलाञ्जली त्याग गर्नु। मूर्खट्टा भनेको शिर नभएको हैन। रसायन एक धातुलाई गलाएर अर्को वस्तुमा बदलने विज्ञान। नजरबन्द कुनै निश्चित ठाउँबाट बाहिर निस्कन नपाउने गरी नियन्त्रणमा राखिएको अवस्था। गुप्ती भनेको गोप्य रूपमा जानकारी पत्ता लगाउने व्यक्ति अथवा गुप्तचर है। पतन उन्नति वैभव पद मर्यादा आदिबाट तल झरेको अवस्था अथवा अवनति। त्यसपछि छ मनसाय अभिप्राय। वैमनस्य भनेको शत्रुता अथवा दुश्मनी। गेगर भनेको मसिना ढुङ्गा वा खस्रो बालुवाको कण है। पथ्य भनेको खान योग्य हलुका किसिमको खाना। खसम भनेको पति अथवा श्रीमान। औडाहा भनेको चिन्ता व्यथा आदिबाट मनमा हुने जलन अथवा छटपटी हैन। कमलपित भनेको कलेजोमा हुने एक प्रकारको घातक रोग अथवा जन्डिस। त्यसपछि छ खुद भनेको वास्तविक अथवा खास र श्रद्धा मान्यजनप्रतिको आस्था विश्वास भक्तिभाव। पतिङ्गर भुइँमा झरेको पातलाई पतिङ्गर भनिन्छ हैन। चहक भनेको प्रकाश अथवा कान्ति। साध सिमाना अथवा सीमा। भास भनेको भासिने वा गाडिने खालको हिलो वा सुको ठाउँ। दैया भनेको पैतृक सम्पत्ति आदिका निमित्त सम्बन्धित व्यक्तिमा रहेको हक वा अधिकार दाबी। हमला आक्रमण युद्ध है। पाताल भनेको पृथ्वीभन्दा तलको कुनै लोकलाई पाताल भनिन्छ है। टीका आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथि है। अतीत बितेको समय। किल्ला भनेको सिमाना। घनघोर डरलाग्दो। शपथ प्रतिज्ञा। अवतार जन्म लिने वा शरीर धारण गर्ने काम। राको आगोको अत्यन्त हुरहुराउँदो ज्वाला। हालत विगत हैन। अब पाठ 3 है। चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा। पहिलो शब्द व्याधि भनेको शारीरिक रोग व्यथा वेदना हैन। अनधिकृत अधिकारपूर्वक नगरिएको आधिकारिक नभएको। समन कुनै बाधा विकार आदिलाई शान्त पार्ने काम। प्राच्य प्राचीन
पहिलेको अथवा पुरातन। आयुर्विज्ञान आयु सम्बन्धी वस्तुगत विज्ञान अथवा ज्ञान। सदृश उस्तै देखिने अथवा एकनासे। वैकल्पिक विकल्पमा आउने। पथ्य पथ्य सजिलैसँग पच्ने र नपच्ने हैन। पार्श्व प्रभाव सँगसँगै आउने असर। भूस्वर्ग पृथ्वीमा रहेको सुन्दर ठाउँलाई भूस्वर्ग भनिन्छ हैन। समृद्धि उन्नति वा सम्पन्न हुनको भाव हैन। अजस्र अतः अथवा धेरै। अजस्र अतः अथवा धेरै है। सञ्जीवनी प्रसिद्ध अमृत वा त्यस्तो क्षमता भएको त्रुटि विशेष। हकर सामानको विज्ञापन गर्दै आफ्ना सामान बेच्ने मानिस। वैद्य आयुर्वेद चिकित्सा विधिको ज्ञाता कविराज। प्रादुर्भाव कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव। अतियुक्ति बढाइ चढाइ गरिने वर्णन वा कथनलाई अतियुक्ति भनिन्छ। अध्यावधिक आजसम्मको अवस्था विगतदेखि हालसम्मको। त्रिदोष शरीरमा हुने वात पित्त र कफको प्रकोपबाट हुने रोगलाई त्रिदोष भनिन्छ। निषेध प्रतिबन्ध वा रोक लगाउने काम। अधीरता धैर्य नभएको अवस्था अस्थिर है। यसरी पाठ 3 पनि सक्यो हाम्रो। अब पाठ 4 मा यस्तो कहिले नहोस् भन्ने पाठबाट पहिलो शब्द है। विचित्र अनौठो विलक्षण। घुमरी हावा पानी आदि घुमेर बनेको चक्राकार ठाउँ। गैरकानुनी कानुन विरुद्ध अवैधानिक। कुकर्म भनेको खराब काम। दुष्ट अर्कालाई दुःख दिने स्वभाव भएको। दुर्दशा दुर्गति। गायब बेपत्ता हराउने काम। नाका प्रवेश स्थान। प्रदायक प्रदान गर्ने। अनाहक विनसिद्धि बिना काममा। सङ्कट आपत विपद। विलाप बिलौना। लोहोरो सिलौटामा मसला आदि पिट्न प्रयोग गरिने फलाम वा ढुङ्गाको लाम्चो वा गोलो उपकरण। शङ्का सन्देह। अपरिचित चिनजान नभएको। सातो होस है। अब पाठ 5 लक्ष्मीप्रसाद देवकोटाबाट पहिलो शब्द चिरस्मरणीय हैन। पछिसम्म सम्झन योग्य। युग पुरुष युग नायक। अनवरत निरन्तर लगातार। समृद्ध उन्नतिशील उन्नत। अधिष्ठात्री देवता मध्ये सबैभन्दा बढी मानिएकी देवी। हर्षद खुसियालीको क्षण। वरद आशीर्वाद दिने अथवा वरदाता। मुखाग्र कण्ठ भएको कण्ठस्थ। पावन पवित्र पार्ने शुद्ध गर्ने। समालोचक साहित्यिक कृति वा अन्य प्रकारका रचनाको समीक्षा गर्ने व्यक्ति टिप्पणीकर्ता। घनघोर भयङ्कर ज्यादै घना डरलाग्दो। अणुशिक्षण भनेको अतिरिक्त अध्यापन। समृद्ध उन्नत धन धान्य आदिले सम्पन्न। शङ्खनाद भनेको झङ्कारका साथ उच्चरित ध्वनि। उद्दात उद्धार महान उक्का मनको। पहल कदमी अग्रसरता। चिरस्मरणीय लामो समयसम्म सम्झन योग्य। ओजस्वी बोझ भएको प्रभावशाली। मन्त्रमुग्ध मोहित पारिएको। परिवेष्टित चारैतिरबाट घेरिएको। जलबिन्दु पानीको थोपा। अनवर्त निरन्तर। युग पुरुष कुनै निश्चित समय सीमाभित्र महान व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति। नक्षत्र ज्योतिषशास्त्र अनुसार मानिसका असल खराब अवस्थाका स्थापक। जीवन शरीरमा प्राण रहेसम्मको अवस्था। धडाधड चाँडो चाँडो काम सिद्ध्याउने गरी सरासर धमाधम। म्याट्रिकुलेसन हालको एसई सरहको परीक्षालाई म्याट्रिकुलेसन। प्रज्वलित एकदम बलेको दन्केको। परिवेष्टित
चारैतिरबाट घेरिएको है। यसरी हाम्रो पाठ 5सम्मको सक्यो। अब 6 देखिको चाहिँ नेक्स्ट भिडियोमा गरौँला हैन। भिडियो नि धेरै लामो हुँदाखेरि अल्छी लाग्ने हुँदो रहेछ है। सो यहाँ चाहिँ पाठ 5सम्मको गरौँ। मैले नेक्स्ट पनि छिटै अपलोड गरिदिइहाल्छु। ओके, लाइक शेयर सब्सक्राइब एन्ड कमेन्ट ल। बेस्ट विशेस, बाई बाई।